अबको योजना के छ त त्यो चाहिँ म थप हजुरलाई जानकारी दिन चाहन्छु, यो पत्र पढेर सुनाउन चाहन्छु। अबको योजना 1 पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको निरन्तर जेन्जी युनाइटेड अभियान। पूर्व पश्चिम देशभर अविराम जारी छ। धरानको मङ्सिर 6 गते र धनकुटाको मङ्सिर 7 गतेको कार्यक्रमपछि कोशी प्रदेशको कार्यक्रम सकिनेछ। अन्य प्रदेशमा पनि कैयौं जिल्लामा कार्यक्रम भइसकेको छ र बाँकी कार्यक्रम यसरी तय भएको छ। मङ्सिर 9 गते काभ्रे बागमती, मङ्सिर 10 गते सिन्धुपाल्चोक बागमती, त्यसपछि भोलिपल्ट गण्डकी प्रदेशको कास्की हुँदै कर्णाली प्रदेशका डोल्पा, हुम्ला र जाजरकोटसम्मका कार्यक्रम तह भइसकेका छन्। 2 काठमाडौँमा जेन्जी युनाइटेड सम्मेलन। जेन्जी युनाइटेड मुभमेन्टले काठमाडौँमा फेरि एकपटक जेन्जी युनाइटेड सम्मेलन गर्ने तयारी गरिरहेको छ, जहाँ विशेष गरेर सबै जेन्जी अगुवाहरूलाई एकै ठाउँमा बसेर एकताको पहल गर्ने लक्ष्य राखिएको छ। नम्बर 3 देश चुनावतिर होमिएको अवस्था र पुरानै राजनीतिक खेल दोहोरिने चिन्ता। चुनाव हुन्छ भन्ने स्पष्ट संकेतका साथ राज्यका तर्फबाट सबै तयारी भइसकेको कुरा सोशल मिडियामा आइसकेको छ। निर्वाचनमा सवा 3 लाख सुरक्षाकर्मी र 1,30,000 म्यादी प्रहरी परिचालन गर्ने सरकारी निर्णय बारेको समाचार कान्तिपुरमा प्रकाशित भइसकेको छ। सरकारसँग सेना छ, प्रशासन छ र सबैतिर जबरजस्ती चुनाव गराएर छाड्ने जस्तो वातावरण बनेको देखिन्छ। यस्तो परिस्थितिमा फेरि जुन जोगी आए पनि काने छिरेको उही पुरानै राजनीतिक खेल दोहोरिएर शहीदको रगत खेर जाने, घाइतेहरूको अवस्था सधैँ दुःखदायी रहने र जलेको देशको घाउ निको नहुने गम्भीर चिन्ता छ। त्यसैले जेन्जी युनाइटेडले सबै नयाँ शक्ति जेन्जी आन्दोलनको भावनामा चल्ने पार्टीहरूलाई एउटै बन्न आग्रह गर्नेछ र एकताको प्रयास गर्नेछ। यसरी प्रयास गर्दा गर्दै पनि एक हुन नसके जेन्जीको मुद्दा र भावना सबैभन्दा प्रष्ट र दृढतापूर्वक कसले उठाएको छ त्यसलाई आधार मानेर सोही पक्षलाई समर्थन गर्दै सारा जेन्जीहरू पनि चुनावमा होमिनुपर्ने बाध्यता सिर्जना भएको छ। अन्त्यमा फेरि पनि स्मरण गरौँ कि जेन्जी युनाइटेडको मूल चाहना भनेको जेन्जी आन्दोलनका मागहरू चुनाव अघि नै पूरा हुनु हो। यदि ती मागहरू पूरा भएनन् र जबरजस्ती चुनाव नै गराइन्छ भने चुनावमा जानुको विकल्प अरू केही नभएको अहिलेको राष्ट्रको अवस्थाले देखाइरहेको छ। धन्यवाद। केही यात्रामा थप भएका केही कामहरूको पुनरावलोकन र जानकारी दिनेछ। 1 शीर्ष नेतृत्वसँगको भेटघाट र वार्ता। महामहिम राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल तथा अन्य मन्त्रीगण महावीर पुन, कुलमान घिसिङ, डाक्टर सुधा गौतम, जगदीश खरेल आदि। सहभागमा जेन्जी एकतालाई सम्बोधन गर्ने दिशामा सरकारको पहलबारे, प्रत्यक्ष कार्यकारी व्यवस्था र शून्य भ्रष्टाचारको एजेन्डा, भाद्र 23 र 24 का शहीदको न्याय, घाइतेको उपचार, पुनर्स्थापना र सम्मान र 18 वर्षको उमेरमै मताधिकार भएको जस्तै 18 वर्षमै उम्मेदवार बन्न पाउने संवैधानिक व्यवस्था गर्नुपर्नेमा लगायतका मुख्य मागहरू स्पष्ट रूपमा राखेका छौँ। 2 संवैधानिक तथा उच्च निकायहरूमा आधिकारिक पहल। शीर्ष नेतृत्वहरूसँगको भेटघाटपछि हामीले भेटघाटका क्रममा अधिकार सम्पन्न प्रमुख निकायहरू जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, सर्वोच्च अदालतका प्रधान न्यायाधीश, निर्वाचन आयोगका प्रमुख, प्रहरी प्रशासन आइजिपी तथा सम्बन्धित सुरक्षा अधिकृतहरू समक्ष जेन्जीको मुद्दा र मागहरूबारे आधिकारिक पत्र बुझाइसकेका छौँ। यी सबै गर्नुको उद्देश्य एउटै छ, शहीदको रगत खेर नजाओस्, घाइतेको जीवनभरिको पीडा बेवास्ता नहोस् र जलिरहेको देश फेरि बिउजिन सकोस्। त्यसका लागि सम्बन्धित निकायहरूले आफ्नो अधिकारको दायराभित्र बसेर गर्न सकिने सबै आवश्यक पहल र निर्णय गरून् भन्ने हामीले स्पष्ट अपेक्षा राखेका छौँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासँगको पहल।
नेपाल मानव अधिकार आयोगदेखि लिएर संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको मानव अधिकार संयन्त्र युएनओ जेनेभासम्म जेन्जी आन्दोलनमा भएका मानव अधिकार उल्लङ्घन, अत्याधिक बल प्रयोग, घाइते र शहीद परिवारको वास्तविक अवस्थाबारे निरन्तर सम्पर्क, विस्तृत विवरण पठाउने र आधिकारिक सुनवाई माग गर्ने काम भइरहेको छ। यसले हाम्रो आवाज केवल भित्री राजनीतिभित्र मात्र होइन, विश्व समुदायसम्म पनि पुग्नुपर्छ भन्ने हाम्रो अडानलाई अझ मजबुत बनाएको छ। विभिन्न कार्यक्रम र मञ्चहरूमा सक्रिय सहभागिता। हालसालै जेन्जी युनाइटेड मुभमेन्टले विभिन्न सार्वजनिक मञ्चहरूमा सक्रिय सहभागिता जनाएका छौँ, जस्तो कि स्वतन्त्र नागरिक मञ्च नेपालद्वारा आयोजित कार्यक्रम, जेन्जी नेपालद्वारा आयोजित कार्यक्रम, राष्ट्रिय मानव अधिकार आयोगको बैठक मिटिङ, विभिन्न नागरिक समाज तथा जेन्जी सम्बद्ध समूह सङ्गठनहरूद्वारा आयोजित छलफल तथा कार्यक्रमहरूमा सहभागी जनाएका छौँ। यी सहभागिताहरूको उद्देश्य स्पष्ट छ, जेन्जीको मुद्दा केवल सडकमा होइन, प्रत्येक जिम्मेवार मञ्चमा उठिरहोस् र जिल्ला केन्द्रित अभियान सम्पन्न भएका स्थानहरूबारे छोटकरीमा यहाँ अवगत गराउन चाहन्छु। जेन्जी युनाइटेड मुभमेन्टको जिल्ला केन्द्रित अभियान अन्तर्गत हालसम्म कार्यक्रमहरू सम्पन्न भएका प्रमुख स्थानहरू यस प्रकार रहेका छन्। कार्तिक महिनामा कार्तिक 21 ताप्लेजुङ, 22 पाँचथर, 23 इलाम, 24 बिर्तामोड झापा, 25 दमक झापा, 26 पचरी शनिश्चरी मोरङ, 27 गाईघाट उदयपुर, 28 कटारी उदयपुर, 30 गते सिन्धुली सदरमुकाम र मङ्सिर महिनामा गरिएका मङ्सिर 1 गते ओखलढुङ्गा, 2 खोटाङ, 3 भोजपुर र 4 सङ्घका सभा। यी जिल्लाहरूमा सम्पन्न भएका अभियानपछि जेन्जी युनाइटेड मुभमेन्ट पूर्व पश्चिम मेची महाकाली एकताबारे अझ स्पष्ट, दृढ र सङ्गठित सन्देशसहित अगाडि बढिरहेको छ र अन्तमा अब फेरि आगामी कार्यक्रम र त्यसपछिको सम्बन्धित विस्तृत योजनाबारे चाहिँ हामीलाई जानकारी गराउनको लागि अन्य हाम्रो साथीहरू यहाँ आउनुहुनेछ। उपस्थितिको लागि सविनय आग्रह छ। भदौ 23 र 24 का दिन ढलेका शहीदहरूको रगत खेर जान दिनु हुँदैन। पीडा बोकेर बसेका घाइतेहरूको न्याय ढिलो हुन दिनु हुँदैन अनि देशले चाहेको परिवर्तन व्यवहारमै पुरा होस् भन्ने एउटा संकल्पका साथ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जेन्जी युनाइटेड अभियान अब मङ्सिर 6 गते सुनसरी धरान आइपुग्दैछ। यो केवल कार्यक्रम मात्र होइन, नयाँ नेपालको दिशातर्फको सामूहिक कदम हो। कार्यक्रमका उपस्थिति विशेष गरी कोशी प्रदेश तथा मध्य प्रदेशका प्राय सबै शहीदका परिवारहरू, घाइते वीरहरू तथा जेन्जीका अग्रपङ्क्तिका साथीहरू सुदन गुरुङ, प्रवेश दाहाल, किशोरी कार्की, जस्मिन ओझा, मिरज ढुङ्गाना, रक्षा बम लगायतलाई विशेष आमन्त्रण गरिएको छ। त्यसै गरी सामाजिक अभियन्ता हेमराज थापाज्यूको पनि उपस्थित रहनेछ। मिति मङ्सिर 6, 2082 साल। स्थान भानुचोक, धरान, सुनसरी। र्याली समय बिहान 11 बजे। क्रमशः भानुचोकदेखि हुँदै छाता चोक, छाता लाइन, कल्याण चोक अनि पुतली लाइन हुँदै पूर्ण रूपमा फेरि पनि भानुचोकमा कोन सभा हुने बेहोरा गराउँदैछु। मुख्य कार्यक्रम जेन्जी अगुवाहरू र सामाजिक अभियन्ताहरूबाट प्रेरणादायी सम्बोधन, शहीद परिवार तथा घाइतेहरूको आफ्नै कथा, अनुभव र मनभित्र गाँठो बनेर बसेका पीडाको साझा अभिव्यक्ति, जेन्जी युवाबाट छोटो तर धारिलो र प्रभावशाली भाषण, जेन्जी आन्दोलनका घटनाहरू, छिन्ताङ हत्याकाण्ड र माओवादी जनयुद्ध सन्दर्भमा आधारित नाटक तथा सांस्कृतिक प्रस्तुति। किन आउनै पर्छ? भदौ 23 र 24 मा 76 जनाले ज्यान गुमाए, 2429 जना घाइते भए, साथसाथै देश जल्यो। अब हामी सबै मिलेर फेरि देश बनाउनै पर्छ। हजुरको उपस्थिति केवल एकजना व्यक्तिको उपस्थिति मात्र हुँदैन, एक उत्तरदायित्व र परिवर्तन प्रतिको हौसला र इमानदारिता हो। जेन्जी युनाइटेड मुभमेन्ट परिवर्तन। धन्यवाद। सपोर्ट हामीलाई रहनुपर्ने नै छ। हाम्रो सबै कुराहरू हाम्रो साथीहरूले राखिसक्नु भएको छ। आजसम्म हामीले के गरौँ, जेन्जी युनाइटेड मुभमेन्ट टिमले के गर्यौँ अनि त्यस पछाडि अब हाम्रो भावी योजनाहरू के छ भन्ने कुराहरू सबै साथीहरूले अपडेट गराइ नै सक्नुभएको छ। विशेष गरेर अहिले हामीले यो हाम्रो धरानमा हुन गइरहेको फागुन हाम्रो
मङ्सिर 6 गते जुन भानुचोकमा हाम्रो प्रोग्राम हुन गइरहेको छ त्यहाँ चाहिँ सबै हाम्रो जेएनजीको अगुवादेखि लिएर जो हुनुहुन्छ अहिले जसले परिवर्तन हुनुपर्छ देशमा सुशासन हुनुपर्छ भनेर अहिले अघि बढिराख्नु भएको छ आफ्नो आफ्नो ग्रुपहरू लिड गरिराख्नु भएको छ हामी सबै एउटै ठाउँमा आएर विचार विमर्श गरेर आफ्नो कुराहरू राखेर एकचोटि हामीले सबै एकचोटि अघि बढौँ भन्ने एकै भएर अघि बढौँ भन्ने हाम्रो उद्देश्यले हामीले त्यहाँ प्रोग्राम अर्गनाइज गरिरहेका छौँ त्यसैले गर्दाखेरि यो आजको हाम्रो विशेष पत्रकार सम्मेलन गर्नको उद्देश्य चाहिँ त्यही रहेको छ र सबैजना जसले जहाँबाट सुनिराख्नु भएको छ हजुरहरू त्यो कार्यक्रममा सक्दो उपस्थित हुने हजुरहरूले पनि उपस्थित भइदिनु हुनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। हुन्छ धन्यवाद भएको छ। त्यहाँ वक्ताको रूपमा आफ्नो कुराहरू राख्ने सवालमा केटी नै मात्रै छैनौँ हाम्रो भोइस एउटा युनाइट एउटा हाम्रो अभियान हो त्यसमा युनाइट हौँ भन्ने हो त्यसमा यो वर्ग त्यो वर्ग भन्ने छैन इभन जेएनजी मात्रै भन्ने पनि छैन जेएनजी क्याटेगोरी भित्रको मात्रै हामी युनाइट हुनुपर्छ जेन एक्स जेन वाई होइन भन्ने पनि होइन यो जेन्डर त्यो जेन्डर भन्ने पनि होइन हामी एक हुनुपर्छ भन्ने हाम्रो अभियान हो त्यसमा यो चेलीहरू अलिकति ज्यादा मात्रामा छौँ हामी त्यो एक्सेप्ट गर्छौँ तर यो त्यो बाउन्ड्री चाहिँ छैन। दल दर्ता गर्ने सोचमा भन्दा पनि अब हामी युनाइट हुने एउटा हाम्रो अभियान छ अहिले यो अभियान बढेर गएको छ पूर्वदेखि पश्चिम महाकालीसम्म हाम्रो जाने प्लानहरू छ प्रोग्रामहरू अब हामीले पश्चिममा पनि फाल्दैछौँ हाम्रो साथीहरूले अपडेट गराइ नै सक्नु भएको छ यो विषयमा त हजुरहरूलाई अब यत्रो युनाइट भइसक्यो त्यसको उपलब्धि के त्यसलाई युनाइट भइसकेपछि उहाँहरूलाई कता सेफ ल्यान्डिङ त गराउनु पर्यो होइन वे फरवार्ड त गराउनु पर्यो त्यसको लागि हामीले सोचिराखेका छौँ अहिले अब दल दर्ता दलीय हिसाबमै जाने भन्ने चाहिँ छ हाम्रो दल हिसाबले नै अगाडि बढ्नुपर्छ होला भन्ने चाहिँ हाम्रो छलफल चाहिँ विषय छ। यस्तो छ अब पुरानो दलहरूसँग चाहिँ जाँदैनौँ यो विषयमा हामी क्लियरै छौँ अब अहिले नयाँ दल दर्ताहरू भइरहेको छ हामीले त्यो विषयलाई पनि एकदम चासोको विषय लिएर हेरिरहेका छौँ अब कुन दल अब नयाँ दल जसले चाहिँ जेएनजीको भावनाहरूलाई समेट्न सकोस् जेएनजीको मुद्दाहरूलाई उसले प्रायोरिटी राखोस् त्यस्तो दललाई हामी समर्थन गरेर